गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। हजुरहरूलाई मेरो नयाँ ब्लगमा स्वागत छ। म चाहिँ आज धेरै दिनपछि भिडियो बनाउँदैछु। आज चाहिँ हामी जुम्ला घुम्न जान लागिरहेका छौँ माथितिर। हामीले कसैलाई पनि थाहा छैन त्यो ठाउँको बारेमा। केटाहरू हामी तिनजना जान लाग्छौँ। यस्तो छ ठाउँ चाहिँ गाइजहरू। यो चाहिँ अनिल भाइ, त्यो निकी भाइ। म चाहिँ आज धेरै दिनपछि हामीहरू घुम्न जान लाग्छौँ। यस्तो छ पानी बाटो चाहिँ लास्टै उकालो छ। ऊ चाहिँ केटिएस चाहिँ तल छ जुम्ला बजार जहाँ हामी चाहिँ हिँड्दैछौँ। गाइजहरू हेर्दै जाऊँ। बाटोमा जे जति देखिन्छ त्यो सब तपाईँहरूलाई देखाउने प्रयास गर्ने नै छु। हेर्दै जाऊँ गाइजहरू। यस्तो यस्तो पछाडि बोवाल बोवाल भ्यूहरू छ है। ट्याक्क लगाएर यस्तो छ यहाँ। हेर्दै जाऊँ है त गाइजहरू। हेर्नुहोस् गाइजहरू, हामी चाहिँ हिँड्दै हिँड्दै यस्तो छ है। सिल छ ठाउँ चाहिँ यस्तो छ। अझै माथि त्यहाँ पुग्नुपर्ने छ। केटाहरू हिँड्दैछन्। हामी एकछिन रोक्छ है भाइ। ए हेर्नुहोस् गाइजहरू, रोक्दै हामी यहाँ अर्ग्यानिक यस्तो घोडा मच्चो पनि टिप्न लाग्छौँ। यस्तो छ जुत्ता पनि लाग्ने रहेछ। अनि माथिबाट पानी यस्तै रसाइराख्यो कि होइन। हिँडेको छिटो हिँड्नु त्यो माथि डाँडा भने अब त्यही ढुङ्गा छिटो हिँड्दैछौँ केटाहरू। पसिना पनि लास्टै हान गएको त भन्नै लटेको हेर्दा हेर्दा लगाइ हामीहरू घुम्न जाँदैछौँ केटाहरू। यता चाहिँ पुरा फ्रेस छ होइन। कस्तो हो कि घुम्न आउनुलाई ठाउँ चाहिँ कम छ त। हामी माथि पुग्नुपर्ने हर त अब त जुम्ला बजार पनि देखिन लाग्यो यार अलिअलि। म गोरु सोरु चर खाँदै केटिएस पनि देखियो अहिले त। ऊ त्यो तल बजार मोबाइल हाम्रो छैन नि त त्यति। हामी यस्तो यहाँ तल बाटो देख्यौँ। पसिना अझै माथि कहाँ पुऱ्याउनु पर्छ खै ट्याक्क लगाएर हाम्रो अब डेस्टिनेसन पनि आइसक्यो यहाँ माथि हो। एकदम कडक माल हैन। पानी पनि भेट्यो है। हेर्नु न आम्मामा यो पुरै यहाँ डाँडाबाट पानी आउँदो त यार। यस्तो यहाँ चट्टान छ यार। अघि हुँदो छिरिया र पानी नआयो भने चाहिँ तलका मान्छेहरू हुँदो रह पानी। अब हामीले दाउरा पनि बनाउनु पर्ने हुन्छ गाइजहरू। ट्याक्क ल्याएर केटाहरू आउँदैछन्। यस्तो छ पानी भेट्यो सबसे ठुलो कुरो हामीलाई त्यही भइगयो। अब ल छिटो निकाल 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 भाँडाकुँडी निकाल केटा। यति कहाँ बनाउने हो। दाउराको इलाज इन्तजार के अरे क्या भन्नु त तलास गर्नु पर्ने पहिला। छिटो निकाल्न आयो झोलो। यस्तो छ है गाइजहरू। पानी भेट्यो अब हामीले धेरै खुसी भइसक्यौँ। कहाँ जाने हो केटाहरू सब बुझिसकेँ। यस्तो झ्याउ भइगयो कि अहिले त अब पानी आइगयो। फाइनल्ली गाइजहरू हामी चाहिँ यहाँ पुगिसक्यौँ। पुग्नुपर्ने ठाउँमा पुग्दा बित्तिकै पानीले वेलकम गर्यो। अनि केटाहरू यहाँ माथि त्यहाँ पुगेका थियौँ हामीहरू। पछि हामीलाई केटा फोटोसोटो खिच्नु भएको थियो डाँडामा। अनि ट्याक्क गएर केटाहरू यहाँ दाड भेट्यो र दाडमा बसेका छौँ। ए निकै यी दुइटा भाँचेर लिएर आज बाल्नुपर्छ पछि। यस्तो हामी दाडमा बसेका छौँ। जाममा रोक्छौँ। जुम्ला बजार तल धेरै केटा पानी पऱ्यो खुट्टा चिप्लिएन नि हेरै घाँस हुँदा। जुम्ला बजार तल छ। जुम्ला बजारमा पानी परेन नि। यस्तो गाइसहरू अहिले जामलाई क्या गाइसहरू हेर्दै जानु है त। दाउरा खानु त जान लाग्छ मैले चाहिँ। डाँडा अलि सल्लाहकार खुक्छ के केटा छिटो हो छिटो।
हेर्नु यो कस्तो छ एउटा दाउरा त छैन यहाँ बलले अन्किने हुने त्यो समस्या नत्र दाउरा त भसकै छन् हामी गाइस दाउरा लिएर पनि अब दारतिर लागिसकेका छौँ अब कुना बोलिरहेछ यार अब त यस्तो छ आगो त हुँदो बाली यता यस्तो ठाउँमा आएर यार यस्तो ठाउँमा आएर यहाँ केटा भन्डीको माथि टाल्न भयो त्यो ओजो मुजी नटेर नि धेरै त कस्तो खाँटी छ यो काटिरहेको त्यहाँ प्याज टमाटरवाला हो त्यो हामी आगो बाल्न लाग्यौँ र अहिले घाम लाग्ने चाउछ त्यो अब त्यो डाँडो नि खाउँला रुखै क्या भने आगो धौधरी बलिया यार केटा निम्यो हुने त काम छैन पानी त रुचाइ चाउछ खौ अनि घरतिर लाग्नु त्यता जानु नल्याएन मुसिना यी सेता हेर्नै हुकेका केटा धौधरी बलिहाल्ने त्यो छाताले पनि हो कि मैले त्यो छाताले घप्प ढाकिदिइहाल्ने भयो पानी कत्रो अड्डामा जुगाड सोचना पड़ता है रे कौन सी गाली देने का सोचना पड़ता है मेरे को सॉरी र हाम्रो लास्टको जुगाडा यस्तै गऱ्यौँ आगो नबलेका कारणले घडीले मेरो कहाँको झ्याउ मात्रै भयो मोबाइल भिडियो त्यही यति मिना दाउरा खेलिकन मा आँखासम्म दुःख मात्रै भयो यस्तै हो आगो पनि बलेन चाउचो पनि अब जुगाडले खानुपर्ने भइगयो यो दाड भएर मात्रै हाम्रो आज बसोबास हुने थिएन अब यसो अग्लो ठाउँमा जान लाग्छौँ यो टी सर्ट भिजेको ए टी सर्ट पुरो भिज्यो एक्स्ट्रा ल्याएको थियो गाइजहरू के गर्नु यस्तै हो योमा एक छ कि एक नम्बर यो आगो बल्ल हुने र लास्ट हिस्सोभरि ठिस्सो नाडा बनाइ फालिदिउँ गाइजहरू अरे त्यही डाँडा बस्यौँ हामी आगै बलेन कति दाउरा ल्यायौँ त्यहाँ पुरी गएर के गर्नु एकचोटि बलेजुना त अऱ्यो अनि आश देखायो बुढो निराश बनायो अनि अब हिउनी बसेर ट्याक्क लगाएर केटाहरू तल छ बजार केटिएस त्यहाँ छ अब हामी जाँदाखेरि तल त्यही हुँदै जाने है केटा हो तल त्यो चौर हेर्न खाइहाल्नुपर्छ खानेकुरामा ढिलो गर्नुहुन्न गाइसहरू यस्तो छ है कोक टुक त अघि नै बुढो भ्याइयो अब लास्ट रहेको हिजो यो पनि उमाली खाने भन्ने हो भएन खाऊ नानी बाबुहरू लौ मिठो छ यार तर वाह क्या सीन है नपाए नै खाल्छ यार यो त अन्त कालीले दबाई राखेँ अब भिडियो बनाएर चलिदिनुपर्छ गाई है गाईहरू पानी आयो त्यहाँ उता चौडा जाने प्लान पनि क्यान्सल भयो पानी आयो यार कसम लास्टै पानी आएर भाग भइगयो है गाईहरू अब चाहिँ क्यान्सल त्यहाँको प्लान तल जाने प्लान क्यान्सल भयो अब यहाँ चिप्ले हिँडिराख्नु हस् त नमस्कार धन्यवाद